नमस्ते, म डाक्टर उना पन्त। आज म तपाईहरुलाई एकदम कमन टपिक एक्टोपिक प्रेग्नेन्सीको बारेमा थोरै इन्फर्मेसन दिन गइरहेको छु। अब एक्टोपिक प्रेग्नेन्सी भनेर त सबैले थाहा पाउनु भएकै टपिक होला, तर आजकल चाहिँ अब यो मौका धेरै नै आइरहनु भएको छ पेशेन्टहरु। मैले धेरै जसो पेशेन्टहरुलाई म्यानेज गरिरहेको छु, त्यही भएर चाहिँ मलाई यसमा थोरै बोल्न मन लाग्यो। अनि एक्टोपिक प्रेग्नेन्सी अहिले चाहिँ अझ बढी पनि देखिरहेको छ। अब यो एक्टोपिक प्रेग्नेन्सी भनेको चाहिँ के हो भन्दाखेरि हैन, नर्मली चाहिँ हामीले थाहा पाएसम्म सबैजनाले बुझ्नु भएको होला कि प्रेग्नेन्सी पाठीघर भित्र हुन्छ, त्यहाँ भित्र बच्चा बस्छ अनि ग्रो हुन्छ अनि डेलिभरी हुन्छ हैन। तर एक्टोपिक प्रेग्नेन्सी भनेको चाहिँ के हो भन्दाखेरि पाठीघर भित्र गएर बच्चा नबसेर भ्रूण हुन्छ नि, जुन त्यो पाठीघर भित्र गएर नबसेर अरु नै ठाउँमा गएर बस्दिन्छ, जसले गर्दाखेरि चाहिँ बच्चा राम्रोसँग ग्रो हुन पाउँदैन वा त्यही मर्छ वा जहाँ गएर बसेर त्यो ठाउँहरु फुट्ने रप्चर हुने भएको हुनाले चाहिँ आमालाई पनि त्यहाँ अलिकति लाइफ थ्रेटनिङ कन्डिसन हुन सक्छ। त्यही भएर यसको बारेमा बुझिराख्नु एकदम जरुरी छ। यो हाम्रो नर्मली प्रेग्नेन्सी हुँदाखेरि चाहिँ अन्डा निस्किन्छ, ओभुलेसन हुन्छ हाम्रो हैन। त्यतिबेला चाहिँ त्यो अन्डा फलोपियन ट्युबबाट ट्राभल भएर स्पर्म र हाम्रो ओभम भन्छौं, त्यो अन्डा र दुईटा चाहिँ त्यहाँ हामी मिक्स हुन्छ। त्यसपछि त्यहाँ भ्रूण बन्छ, बच्चा बन्छ अनि त्यो आएर चाहिँ पाठीघरमा आएर इम्प्लान्ट हुन्छ, बच्चा आएर बस्दिन्छ हैन। त्यसपछि त्यहाँ ग्रो भएर चाहिँ नर्मली चाहिँ प्रेग्नेन्सी हुन्छ। तर एक्टोपिकमा चाहिँ त्यहाँ नआएर त्यो आउने क्रममा त्यो भ्रूण चाहिँ हाम्रो इम्ब्रोय चाहिँ त्यही बच्चा चाहिँ त्यही हाम्रो ट्युबमा गएर बसिन्छ कहिलेकाहीँ हैन। त्यसपछि त्यही बस्दैपछि त्यहाँ नै बच्चा ग्रो हुन थाल्छ, त्यसलाई हामी एक्टोपिक प्रेग्नेन्सी भन्छौं। मोस्ट कमन चाहिँ हाम्रो प्रेग्नेन्सी गएर एक्टोपिक हुने ठाउँ भनेको नै फलोपियन ट्युब हो। त्यसमा चाहिँ 90 to 95% एक्टोपिक प्रेग्नेन्सीहरुको मोस्टली चाहिँ हाम्रो 90 to 95% चाहिँ त्यहाँ गएर बस्दिन्छ हैन। अनि कहिलेकाहीँ चाहिँ ओभरी हाम्रो अन्डामा हुन्छ हैन। अर्को चाहिँ कहिलेकाहीँ पाठीघरको मुखमा गएर सर्भिक्समा हुन सक्छ। कहिलेकाहीँ त कति रेयर केसेसमा चाहिँ अराउन्ड 1 to 2% चाहिँ हामीले पाठीघर बाहिर मतलब पेटमै पनि गरेर बच्चा बसेको देखेको छ। त्यो पनि हाम्रो एक्टोपिक प्रेग्नेन्सीको एउटा क्राइटेरिया पर्छ, त्यो त्यहाँसम्म पनि देखिन्छ। त्यही भएर एक्टोपिक प्रेग्नेन्सीको चाहिँ हाम्रो धेरै ठाउँमा गएर बस्न सक्ने चान्सेस चाहिँ हुन्छ। त्यही भएर कतिजना प्रेग्नेन्ट पेशेन्ट वा महिलाहरु आउँछ, उहाँलाई म के भन्छु भने प्रेग्नेन्सी हुने बित्तिकै उहाँले महिनावारी कट्ने बित्तिकै अब यूपीटी पोजिटिभ हुने बित्तिकै चाहिँ एटलिस्ट डाक्टरका फर्स्ट भिजिट चाहिँ गरिदिनु होला। फर्स्ट हैन मेरो 2 महिना 3 महिना हुन्छ, त्यसपछि म देखाउन जान्छु भन्दाखेरि कहिलेकाहीँ मिस हुन सक्छ एक्टोपिक प्रेग्नेन्सी। पेशेन्टहरु ब्लिडिङ भएर पाठीघरको ट्युबहरु फुटेर रप्चर भएर अलिकति लेट कन्डिसनमा पनि आइरहनु भएको छ हैन। त्यसकारणले पेशेन्ट हाम्रो महिलाहरु चाहिँ इमिडिएटली आफ्टर महिनावारी कट्ने बित्तिकै प्रेग्नेन्सी यूपीटी पोजिटिभ हुने बित्तिकै चाहिँ हामी डाक्टरहरुको चाहिँ भिजिट गर्नु एकदम जरुरी छ। अब यो एक्टोपिक प्रेग्नेन्सीहरु चाहिँ अब कस्तो हुन्छ, कसलाई हुन्छ भन्ने कुरा पनि हुन्छ हैन। अब एक्टोपिक प्रेग्नेन्सी चाहिँ अब अहिले हाम्रो फिमेलहरु चाहिँ हाम्रो करियर ओरिएन्टेड भावनाले धेरै ढिलो बच्चाहरु पाउने हुनुहुन्छ, जसले गर्दा पाठीघरमा इन्फेक्सनहरु भइरहने, त्यसले गर्दा पनि ट्युबहरु बन्द भइदिने हुन्छ हैन। अनि ट्युब बन्द भयो, ट्युबबाट ट्राभल गर्न सकेन त्यो भ्रूण भने पनि त्यहाँ गएर इम्प्लान्ट हुन्छ, जसले गर्दा एक्टोपिक प्रेग्नेन्सी हुने चान्सेस बढी हुन्छ। यदि कुनै पहिला पनि हिस्ट्री छ एक्टोपिक प्रेग्नेन्सीको छ भने पनि उहाँलाई फेरि एक्टोपिक प्रेग्नेन्सी हुने चाहिँ चान्स हुन्छ। यदि अनि पहिला अब रिपिटेड पाठीघरको इन्फेक्सन भएको छ, कुनै सर्जरी भएको छ ट्युबहरुको, जसले गर्दा ट्युबको एनाटोमी नै डिस्टर्ब भएको छ, त्यो भयो भने पनि एक्टोपिक प्रेग्नेन्सी हुने चाहिँ हाम्रो चान्स छ। यदि अनि पहिला चाहिँ अब उहाँको ट्युब कतिजनाले छ बच्चा पाउने इन्फर्टिलिटी केसेसहरुमा हामी जाँच गर्ने क्रममा चाहिँ थाहा हुन्छ कि ट्युब ब्लक भएको रहेछ भनेर हैन। यदि ट्युब ब्लक भएको छ र उहाँ प्रेग्नेन्सी भएर आउनु भएको छ भने चाहिँ एक्टोपिक हुने चान्स एकदम बढी छ। भर्खर रिसेन्टली पनि हामीले एउटा केस म्यानेज गरेको छौं, उहाँको चाहिँ इन्फर्टिलिटी इस्यु भएर आउनु भएको थियो, तर ट्युबल ब्लक भन्ने थाहा भयो, त पछि फेरि प्रेग्नेन्ट भनेर आउनु भयो। तर आउँदाखेरि चाहिँ पछि उहाँको चाहिँ अलिकति ढिलो भइसकेको थियो, जसले गर्दा चाहिँ हामीले म्यानेज गर्नु परेको थियो हैन। ट्युबल ब्लक भएको हुनाले प्रेग्नेन्सी त भयो, तर एक्टिभ भएर रप्चर भइसक्यो थियो। त्यही भएर यदि पहिलाको हिस्ट्रीहरु त्यस्तो केही रिलेटेड छ, पहिलाको त्यस्तो छ भने चाहिँ एक्टोपिक हुने चान्स एकदम बढी हुन्छ हैन। त्यसका ट्युबमा डिस्टर्ब भएको छ वा ट्युब ब्लक भएको छ भने चाहिँ चान्सेस चाहिँ बढी हुने भयो। त्यही भएर यो प्रेग्नेन्सी अब एक्टोपिक प्रेग्नेन्सी चाहिँ कसरी थाहा हुन्छ, डाक्टर साहब मलाई एक्टोपिक हो कि के हो भनेर चाहिँ कतिजना सोध्नुहुन्छ। अब यस एक्टोपिक भनेको नि प्रेग्नेन्सी हो। यो सिम्पटम्स चाहिँ उहाँलाई चाहिँ अब प्रेग्नेन्सीकै सिम्पटम्स लिएर आउनुहुन्छ हैन। बच्चा त बसेको जहाँ भए पनि यूपीटी पोजिटिभ हुन्छ। अब हामीले उहाँलाई प्रेग्नेन्सीको सिम्पटम्स अरु मतलब भमिटहरु हुने, खाना मन नलाग्ने, नरुच्नेहरु हुन सक्छ, त्यो चाहिँ सिम्पटम्सहरु भइरहेको हुन सक्छ। त्यही भएर यसमा चाहिँ अब कन्फ्युज हुन सक्छ, कहिलेकाहीँ सुरुमा त्यो एक्टोपिक थाहा होला भन्ने त हुँदैन, त्यसकारणले मैले भिजिट गर्न भनेको। त्यही भएर चाहिँ उहाँलाई चाहिँ अब प्रेग्नेन्सी सिम्पटम्स हुन्छ। साथसाथै यदि त्यो अलिकति ढिलो भइसकेको छ, कहिलेकाहीँ रप्चर हुने टाइम भएको छ वा रप्चर भइसकेको छ भने सिभियर पेन एब्डोमेन भनेको एकदम पेट दुख्ने, प्रेग्नेन्सीमा पनि बेसरी सिभियर पेट दुख्छ, जसले गर्दा
गर्दाखेरि चाहिँ त्यो फुट्ने बेला पेट हुन्छ नि अर्कै खालको पेन हुन्छ, उहाँलाई पेट दुख्छ। अनि यदि त्यो फुटिसकेको छ, भित्र ब्लिडिङहरू जम्मा भइसकेको छ भने पेसेन्टलाई अब लाइफ थ्रेटनिङ कन्डिसन जस्तो धेरै रगत गयो भने मान्छे के हुन्छ, बेहोस हुन्छ, लड्ने हुन्छ, उसलाई गाह्रो हुन्छ, रिङ्गट लाग्ने त्यस्तो सिम्टम्स लिएर आउनु भएको हुन्छ होइन। त्यो बेला चाहिँ हामीले डायग्नोसिस चाहिँ उहाँलाई अब एक्टोपिक हुनसक्छ भन्ने हुनसक्छ। साथसाथै ब्लड टेस्टहरूबाट एउटा बीटा एससीजी भन्ने ब्लड हुन्छ, यदि अर्ली प्रेग्नेन्सी छ भने प्रेग्नेन्सी पाठीघरभित्र अल्ट्रासाउन्ड गर्ने क्रममा देखिरहेको छैन है, कतैतिर गएर बसिरहेछ भने जस्तो सस्पेक्ट लाग्यो भने एउटा बीटा एससीजी भन्ने ब्लड टेस्ट गर्छौँ, जसले प्रेग्नेन्सी चाहिँ हो होइन कन्फर्म गर्छ। प्लस यदि त्यो डबलिङ एउटा हाम्रो क्राइटेरिया छ, डबल भइरहेछ वा कम भइरहेछ वा बढाएको छैन, एउटै लेभलमा छ, त्यो भने पनि हामीलाई सस्पेक्ट हुन्छ कि यो एक्टोपिक प्रेग्नेन्सी हो कि, किनभने जति चाहिने हिसाबले उसको ब्लडमा चाहिँ हाम्रो बीटा एससीजी बढिरहेको छैन भनेर कुरा हुन्छ होइन। त्यस कारणले हामीले डायग्नोसिस चाहिँ हामीले पेसेन्ट आउनुभयो, उहाँलाई त्यहाँ समस्या भयो भने चाहिँ हामीले डायग्नोसिस त्यसरी ब्लड टेस्टबाट पनि गर्न सकिन्छ। अर्को चाहिँ अब कन्फर्मेसन कहिलेकाहीँ अब त्यसबाट थाहा भएन केही भएन, अल्ट्रासाउन्डबाट पनि अब देखिन सकिन्छ कतै गएर ट्युबरमा प्रेग्नेन्सी बसेको, ओभरीमा अन्डाहरूमा बसेको वा अरू ठाउँमा गएर बसेको चाहिँ हामी भिडियो एक्सरेबाट पनि हामीले उहाँलाई चाहिँ पत्ता लगाउन सकिन्छ। त्यसपछि प्रेग्नेन्सी अब यो एक्टोपिक चाहिँ म्यानेज कसरी गर्छ, यो बच्चा त अब ग्रो हुने ठाउँमा छैन, यो त अब सानो ठाउँमा बसिरहेछ जसले गर्दा बच्चा राम्रो सप्लाई हुँदैन, त्यो फुट्छ, आमालाई जान सक्ने पनि जोखिम हुन्छ। अझ कसरी म्यानेज गर्ने भन्दाखेरि चाहिँ अब एक्टोपिक कन्फर्म भयो होइन, उहाँको चाहिँ अब यो प्रेग्नेन्सी चाहिँ राम्रो छैन, एक्टोपिक प्रेग्नेन्सी हो, त उहाँ अर्ली स्टेजमा हुनुहुन्छ भने मतलब उहाँको चाहिँ फुटिसकेको छैन, उहाँको ब्लडमा लेभलहरू एकदम कम छ भने अब के गर्ने भन्दा हाम्रो म्यानेजमेन्ट चाहिँ एउटा मेडिकल म्यानेजमेन्ट हुन्छ यो एक्टोपिक प्रेग्नेन्सीमा, एउटा मेडिकल म्यानेजमेन्ट, एउटा सर्जिकल म्यानेजमेन्ट होइन। सबैलाई अपरेसनै गरिहाल्नुपर्छ, सबैलाई उहाँलाई तुरुन्तै सुताएर हामीले पेसेन्टलाई अपरेसन कोठामा लगिहाल्नुपर्छ भन्ने पनि छैन। अब मेडिकल म्यानेजमेन्टमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ यदि पेसेन्ट चाहिँ अब स्टेबल भने मतलब उहाँको ब्लड प्रेसरहरू सबै ठिक छ, भित्र फुटिसकेको छैन, उहाँलाई चाहिँ अलिक गाह्रो भएको छैन भने चाहिँ होइन उहाँलाई चाहिँ हामीले मेडिकल म्यानेजमेन्ट गर्न सक्छौँ। त्यसको पनि हाम्रो क्राइटेरियाहरू छ सर्टेन मेडिकल म्यानेजमेन्टको पनि, किनभने औषधि दिएर पनि फेरि फुटिसकेका मान्छेलाई त औषधि दिएर काम गर्दैन, किनभने भित्र ब्लिडिङ भइसकेपछि समस्या आउन सक्छ। त्यस कारणले चाहिँ हामीले चाहिँ पहिला क्राइटेरिया मेट गर्नुहुन्छ, उहाँको बीटा एससीजी भन्ने जुन ब्लड लेभलमा देखिने, अघि ब्लडको मैले कुरा गरेँ त्यसमा लेभल चाहिँ ठिकै छ होइन, उहाँको साइज बच्चाको सानो साइज पनि सानो छ, जो धेरै ठुलो छैन, पेसेन्ट ठिकै हुनुहुन्छ भने चाहिँ हामी मेडिकल म्यानेजमेन्ट मेथोट्रेक्सेट भन्ने मेडिकेसन दिन्छौँ, त्यो चाहिँ केमो जस्तै हो, त्यो मेडिकेसन दिन्छौँ जसले चाहिँ पाठीको त्यो बाहिर रहेको बच्चालाई चाहिँ ग्रो गर्न दिँदैन अनि त्यहीँ उसले मारिदिन्छ होइन, जसले गर्दा एक्टोपिक प्रेग्नेन्सी त्यसो त्यहीँबाट बिराउँदै बिस्तारै एब्जर्भ हुँदै जान्छ। मरेपछि त्यो हामीले चाहिँ मोनिटरिङमा चाहिँ राख्छौँ बिरामीलाई, त्यसपछि कहिले प्रेग्नेन्सी प्लान गर्ने वा ठिक भयो कि भएन सबै हामी सिरियल मोनिटरिङमा राख्छौँ, उहाँलाई ब्लड टेस्ट गर्दै भिडियो एक्सरे गर्दै राख्छौँ, त्यसपछि एउटा मेडिकल म्यानेजमेन्ट चाहिँ गर्न सकिन्छ होइन। अब कहिलेकाहीँ चाहिँ क्राइटेरिया मिट भएन, पेसेन्टलाई अलिक गाह्रो भएको छ वा पेसेन्ट रप्चर भनेको मतलब ट्युबहरू फुटेर वा प्रेग्नेन्सी जहाँ बाहिर छ त्यसलाई सबै ब्लडहरू गएर उहाँ पेटभरि रगत जमेर आउनु भएको छ भने हामीले चाहिँ इमिडिएट म्यानेजमेन्ट गर्नुपर्ने हुन्छ। इमिडिएट जहाँबाट रप्चर भएर ब्लिडिङ भएर त्यो ठाउँ बन्द गर्नुपर्ने, समात्नुपर्ने वा बच्चा बसेर फुटिसकेको छ भने त्यसलाई रिपेयर गर्नुपर्ने हुनसक्छ होइन, त्यसलाई चाहिँ हामीले अपरेसनै गर्छौँ। आजकल त अब हामीले नयाँ टेक्नोलोजी अनुसार सबैलाई ओपन पेट चिरेरै गर्नुपर्छ भन्ने छैन, हामीले ल्याप्रोस्कोपिकली म्यानेज गरिरहेको छौँ, दूरबीनको सहायताले पनि एक्टोपिक प्रेग्नेन्सी हामी म्यानेज गर्छौँ। अब दूरबीनको यो ल्याप्रोस्कोपिक भनेको चाहिँ के हो सबैलाई थाहा नै होला, हामी यसमा चाहिँ अब पेटमा चाहिँ 2-3वटा पाल पारेर त्यहाँबाट इन्स्ट्रुमेन्टहरू हालेर औजारहरू हालेर जुन ठाउँमा चाहिँ प्रेग्नेन्सी बसेको छ, ट्युब ओभरी वा जुन ठाउँमा बसेको छ त्यो ठाउँमा चाहिँ त्यो प्रेग्नेन्सीलाई निकालिदिएर त्यो ठाउँमा रिपेयर गर्नुपर्ने रिपेयर गर्न सकिन्छ, जसले गर्दा पेसेन्टहरूलाई पनि पेट चिर्नुपर्ने लङ स्टे हस्पिटल बस्नुपर्ने पनि पर्दैन। त्यही भएर ल्याप्रोस्कोपिकली म्यानेज पनि गर्न सकिन्छ। त्यो चाहिँ हामीले पेसेन्टको कन्डिसन अनुसार हेरेर गर्छौँ भने जस्तै यदि मेडिकली गर्न सकिन्छ भने पेसेन्टलाई मेडिकली गरिन्छ, होइन अब उहाँलाई गर्नै पर्ने अपरेसनै गर्नुपर्ने छ भने चाहिँ हामी ल्याप्रोस्कोपिकली पनि गर्न सकिन्छ। त्यही भएर मैले अब सबैजनालाई के सजेसन गर्छु भनेदेखि चाहिँ अब प्रेग्नेन्ट हुने बित्तिकै वा प्रेग्नेन्सी प्लान गरिरहनु भएको छ भने त बिफोर प्लानिङै भेट्नु राम्रो हो होइन, त्यसपछि त पोजिटिभ हुने बित्तिकै तपाईँ भेट्न आइहाल्नुहुन्छ। यदि छैन वा कतै केही हुनुहुन्छ भने पनि एटलिस्ट महिनावारी कटेछ, प्रेग्नेन्सी पोजिटिभ छ वा त्यस्तो केही छ भने चाहिँ फर्स्ट भिजिट चाहिँ गरिहाल्नु होला, किन त्यसले हामी के थाहा हुन्छ नि प्रेग्नेन्सी कहाँ छ, ठाउँमा छ कि छैन, त्यो जसले गर्दा फ्युचरमा केही कम्प्लिकेसन आउनलाई ठुलो कुरा हुनु अगाडि नै हामीले प्रिभेन्ट गरेर चाहिँ उहाँलाई हामीले ट्रिटमेन्ट गर्न सक्छौँ। यस्तो भयो भने उहाँलाई पनि सजिलो हुन्छ र हामीलाई पनि ट्रिटमेन्ट गर्न सजिलो हुन्छ।